कोई भी इवेंट होता है and from our headhunter side we tried our best. I hope you all guys are enjoying. तो एक बेसिकली एक छोटा सा फॉर्मल मैं स्पीच मार देता हूँ ऐसे वेलकम. अब बाई बाई अन्डरग्राउन्ड हामी चाहिँ निक्लिने बेला भयो हो. प्रायः जस्तो राइडरहरू सबैजना प्याकिङ गर्नु थाल्यो यताउता. हामी चाहिँ यहाँ बिचमा भन्दा पनि यो कुना एकदम यतातिर बसेको थियो. ल हामी चाहिँ हिँडेको यस्तो छ तल ड्यू. हामी चाहिँ अहिले लङडिङ डिस्ट्रिक्ट गेट पनि कट्यो. अरुणाचल म पनि हाल्छु नि अलिकति हाइवेमा केटाहरूलाई पर्खेर बसेको छु. जिग्जेलको चाहिँ टायर पम्चर भयो भन्छ. लगभग गुवाहाटीदेखि 10 किलोमिटर जस्तो बाहिर छु. चाहिँ यहाँ पुस्तकको घरमा हल्का अङ्कलसँग जाम हो जाए. Boys are asking update. Yes. We are planning to hit. अब टाइम टु लिभ गुवाहाटीबाट. यो आज हिजो बेलुका चाहिँ कोस्तोकको घरमा इन्भाइट थियो. कोस्तोक घरमा बसेर हाम्रो लाग्दै गरेको. टाइम टु लिभ फ्रम गुवाहाटी कोस्तोकको घरमा. केटाहरू यहाँ सेकेन्ड राउन्ड पनि गइसक्यो. चिया होम स्ट्रेच यो अब सेवक 81 केटाहरू चाहिँ गान्तोकतिर 2 जना, म चाहिँ योक्समतिर.